आजकै दिन माघ 1 गते विभिन्न समुदायमा, किराँतमा मात्रै नभएर अरू मगर समुदायमा, थारू समुदायमा, मिथिला समुदायमा, विभिन्न समुदायहरूमा फरक तरिकाले भए पनि आजको दिनलाई नयाँ वर्षको रूपमा मनाइने गरिन्छ। र यसरी हामीले काठमाडौँ महानगरपालिकामा आइसके पछाडि र ओभरअल काठमाडौँ उपत्यकामा हामीले हाम्रो सम्पदा, संस्कृति, भाषा, साहित्य, कला, सङ्गीत र सम्पदाहरूलाई जसरी जोगाइरहेका छौँ, त्यसरी नै 752 पालिकामा विभिन्न जात जातिहरू हुनुहुन्छ, विभिन्न समुदाय हुनुहुन्छ, विभिन्न सभ्यताहरू छ, त्यसलाई जोगाएर राख्नुपर्दछ। काठमाडौँ महानगरपालिका र उपत्यकामा हामीले जसरी ढुङ्गेधाराहरूलाई संरक्षण गरेर राखेका छौँ, पार्टी पौवा, मन्दिरलाई, हाम्रो बाजा गाजालाई, आज बाजा सुन्दा पनि हाम्रो नेवारी सभ्यतामा बजाइने बाजा जस्तै सुनिन्छ। ओभरअल नेपालका सबै जुन कलाहरू छन्, सम्पदाहरू छन्, त्यसलाई जोगाइनु पर्दछ। हामीले हाम्रो भाषा जुनसुकै जिल्लामा होस्, जुनसुकै पालिकामा होस्, हामीले हाम्रो भाषा जोगाउनु, हामीले हाम्रो कला जोगाउनु, हामीले हाम्रो संस्कृति जोगाउनु भनेको आफ्नो मात्रै आइडेन्टिटी जोगाएको होइन, त्यो पुरै देशको आइडेन्टिटी जोगाएको।